तो हे गाइज गुड मर्निङ नमस्ते अनि आजको नयाँ ब्लगमा पनि फेरि पनि स्वागत छ। फेरि पनि दमदार तरिकाले तपाईँको भाइ आइसकेको छ, काले भाइ। अनि आई होप तपाईँहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि अब आजको ब्लग पनि यस्तै ठाउँमा सुरु गरियो है। अब घुम्न जाने थोरै टाइम पनि छैन, आज यस्तै ठाउँमा सुरु गर्दैछ। हामी चाहिँ नि अब एकदम सुनखानीमा बसिन्छ होइन, कतारमा बसिन्छ। अनि अब दिउँसो त यहाँ त उपाय हुँदैन गर्मीले। अनि ल साथीहरू, अब आजको भिडियो पनि यस्तै छ। अब त्यो यो चाहिँ अब हामीले मैले काम गरेर छेउमा एउटा सानो पार्क छ होइन, सानो। अनि अब यहाँ हेर्नु न, बिहान बिहान कस्तो दामी पानी हान्दो रहेछ। ओ माई गड, यो चाहिँ हाम्रो पार्क हो। मैले काम गर्ने चाहिँ उता छ। अनि यहाँ चाहिँ अब पार्कमा आएको त यसो बिहान बिहान हावा खान र नि यति राम्रो यो गरिरहेछ, नजारा पनि कति राम्रो। तो म चाहिँ अब हामी चाहिँ अब म र साथी चाहिँ फाइनल्ली यसो पार्कतिर आएका थियौँ। अनि अब ड्युटी सक्यो, ड्युटी त सक्यो, अब त्यही पनि अब जाँदैछौँ होइन। अनि यस्तै अब ब्लगहरू यस्तै यस्तै गरिरहेछौँ। अनि के भनिदिनुहुन्छ त नि, के छ तपाईँको यसो मेरो युट्युब फ्यामिली हेरेर के भनिदिनु न त तपाईँको तर्फबाट पनि। अहिलेसम्म त ठिकै छ, अब पछि हुन्छ के हुन्छ त्यो चाहिँ थाहा भएन। जस कतारमा खुसी नै हुनुहुन्छ? अहिलेसम्म त त्यस्तै हो, खुसी नै छु भनौँ। अनि मेरो युट्युब फ्यामिलीलाई केही भनिदिनु न यसो मेरो तपाईँको तर्फबाट। अब कमललाई सब्सक्राइब गरिदिनु, लाइक सेयर कमेन्ट। सब्सक्राइबको चाहिँ धेरै जरुरत छ हाम्रो कमल सरलाई, सब्सक्राइब चाहिँ गरिदिनु होला। ल उहाँले पनि अब साथीले पनि भनिसक्नु भयो, अब यसो सब्सक्राइब चाहिँ गर्न नछोड्नु होला, चाहे जस्तो सुकै सुम्लो भाँचिँदैन, केही हुँदैन। अनि है त अब गर्दै गर्नु। अनि अब आजलाई पनि ड्युटी सकियो, अब यस्तै छ। अब भ्लग त भन्ने गरिएको छ, भ्लग त अब भ्लगै बनाउने भनेर अब सपना पनि कस्तो देखियो देखिन त। तर अब के अरे कसरी गर्ने भन्ने कुरै यो भयो कि अब कन्फ्युज भयो। अब न यहाँ त्यस्तो धेरै ठुलो टाइम छ हाम्रोसँग होइन, न अब त्यति अब 8, 9, 10, 12 घन्टा त ड्युटी गर्नु पऱ्यो। त्यहाँबाट अब 12 घन्टा ड्युटी गरिसकेपछि सुत्नु पऱ्यो, यता खाना बनाउनु पऱ्यो, गर्दाखेरि टाइम पनि छैन, एडिट गर्ने टाइम भएर हुँदैन। त्यही पनि जबरजस्ती 3-4 घन्टा सुतेर भए पनि गर्दैछु। अब यो एउटा रहर एउटा सपना पनि हो। र अब यसो हजुरहरूको सामनेमा चाहिँ आयो भने न एकचोटि सब्सक्राइब चाहिँ गरिदिनु होला मेरो प्यारो प्यारो साथीहरूलाई, युट्युब फ्यामिलीलाई चाहिँ। अब त भिडियो बनाउँदै जाँदाखेरि चाहिँ अब ऊ तल चाहिँ कस्तो खालको क्या एउटा अनौठो खालको गाडी आउँदै रहेछन्। ट्र्याक्टर हाम्रोमा नेपालको ट्र्याक्टर, हाम्रो नेपालको ट्र्याक्टर जस्तै हुँदो रहेछ है। मेरो गाडी चाहिँ अब फाइनल्ली आइसकेको छ साथीहरू। अनि अब जाँदैछु म चाहिँ। अनि अब गाडी त पुरै खाली छ त, एक्लै हो जाने चाहिँ नाइट ड्युटीमा। के छ विवश, गुड मर्निङ। के हो टाउको दुखेछ, के भयो? मलाई अस्ति त्यस्तै भएर बल्ल बल्ल ठिक भयो। अनि अब गाडीमा त सबै खाली नै छ, एक्लै हो। बिहानको टाइममा नाइट ड्युटी त म र एकजना साथीले गर्छौँ। साथी चाहिँ त सुतिरहनु भएको छ, टाउको दुख्यो अरे आज धेरै। अनि अब लाग्यो है साथीहरू अब रुमतिर। त म चाहिँ अब फाइनल्ली रुममा आएर चाहिँ खाना बनाइस राइस कुकरमा जोडिसकेको छु। आज पनि हिजोकै सब्जी छ, एक दिन बनायो भने 3 दिनसम्म हुन्छ क्या। अब दिनै बनाउन अल्छी हुन्छ। अनि अब बनाएर चाहिँ अब आएर चाहिँ नुहाइधुवाइ गरेर
खाना चाहिँ बनाइसकेको छु फाइनली रुम आइपुगेर। सो मैले चाहिँ अब फाइनली खाना खाइसकेर खाना खान आएको छु। अनि ल त साथीहरू स्टार्ट गरेँ। अब नेपाली खाना हो, दाल बनाएको दिन दाल र चावल, चिकन बनाएको दिन चिकन र चावल, यस्तै छ।